यहाँ छ कचिया धान काट्ने कचिया चाहिँ। सो हाम्रो धानबारी चाहिँ यता तल छ। भन्दा सुरुमा चाहिँ म यो सानो गरा काट्न जाँदैछु। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग। सो सबैजनालाई स्वागत छ मेरो नयाँ ब्लग भिडियोमा। यो सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि म पनि सन्चै अनि आरामै नै छु। अनि आज चाहिँ म चाहिँ धान काट्न आएको छु मेरो यता ओराको खेतमा। अस्ति चैतमा रोपेको धान चाहिँ पुरै काट्ने भइसकेको छ हाम्रो। यो रोपाइमा गएको थिएँ हिजो चाहिँ, अनि त्यही भएर म चाहिँ आउनु पाइनँ। मम्मी बुवा आउनु भएको थियो अनि मम्मी बुवाले चाहिँ त्यो हल्का झारेर चाहिँ जानुभएछ। अनि म चाहिँ आज मात्रै आएको। यहाँ हल्का ठाउँ पनि यस्तो बनाउनु भएको रहेछ। अनि यो चाहिँ धान झार्ने ठाउँ हो। अनि यता हल्का धान पनि थुपारिरहेको छ होइन। अनि म चाहिँ अब धान काट्नुको लागि चाहिँ पुरै रेडी अवस्थामा छु। यहाँ छ अनि कचिया चाहिँ होइन, यहाँ छ कचिया धान काट्ने कचिया चाहिँ। आजको मौसमको कुरा गर्नुपर्दा चाहिँ यस्तो धुम्म भइरहेको छ अनि पुरै पानी होला जस्तो भइरहेको छ होइन आकाश पनि। अनि यो असार साउनको मौसम चाहिँ बुझ्नै सकिँदैन क्या, एकछिनमा यस्तो घाम लाग्छ कि होइन, अनि एकछिनमै पानी आइहाल्छ। सो मौसमको चाहिँ भरै हुँदैन त्यो होइन। अहिले घाम लागिरहेको थियो, अहिले पानी आउँछ। म चाहिँ यो सर्ट लगाएर चाहिँ रेडी भइसकेको छु धान काट्नु जानुको लागि। अनि यो सर्ट लगाएन भने चाहिँ त्यो धानले ओभर पास्छ क्या, यस्तो सबै रातो भएर ओभर पोल्छ होइन। अनि त्यही भएर चाहिँ मैले यस्तो सर्ट लगाएर एकदम तयारी अवस्थामा भइसकेको छु म धान काट्नुको लागि। सो हाम्रो धानबारी चाहिँ यता तल छ। अनि यस्तो तल यहाँदेखि तल सबै चराले हल्का हल्का खाइदिइसकेको छ धान होइन। त्यही यस्तो तल छ धान चाहिँ। अनि सो चाहिँ म चाहिँ काट्नु जान आँट्दैछु। अनि यो एउटा गरा चाहिँ हिजो बुवा मम्मी आएर चाहिँ काट्नु भएछ। म चाहिँ हिजो रोपाइमा गएको थिएँ र चाहिँ धान काट्न आउनु पाइनँ। सबैभन्दा सुरुमा चाहिँ म यो सानो गरा काट्न जाँदैछु। मैले चाहिँ अनि सानो गरा चाहिँ काटेर सकाएँ धान होइन। अनि धान कटिङ चाहिँ सानो गराको चाहिँ सक्यो। अब चाहिँ यो ठुलो गराको पालो रहेको छ। यसलाई चाहिँ म टक्कसँगले यसलाई पनि व्यवस्था हानिदिइहाल्छु। मैले चाहिँ यो गरा चाहिँ धान काटेर चाहिँ सकाइसकेको छु यहाँदेखि परसम्म। अनि पानी चाहिँ छिट्याउन थालिसक्यो माथि आकाशबाट चाहिँ, त्यो धुम्म भइसक्यो। अनि अब चाहिँ मैले चाहिँ मुठा बान्नुपर्ने हुन्छ यो धानलाई चाहिँ। यहाँ चाहिँ मुठा बान्ने पराल चाहिँ। अनि यो चाहिँ यस्तो गरेर राखेको धान चाहिँ अब मुठा बान्नुपर्ने हुन्छ मैले। अनि यहाँ छ पराल। मैले चाहिँ अनि मुठासुठा पनि बानिसकेँ होइन। अनि त्यस पछाडि यता छ, यता मैले राखिरहेको छु। ओभरै गल्यो अनि पानी पनि हल्का आइरहेको छ, पसिना भएको म चाहिँ। अनि यतापट्टि छ। अब यसलाई चाहिँ यहाँ झार्नुपर्ने हुन्छ। अनि मैले चाहिँ यो ठाउँ पनि मिलाइसकेको छु तिरपाल उता ओछ्याएर। अनि यतापट्टि छ यो धान चाहिँ, यतापट्टि राखेको छु मैले, किनभने यतापट्टि राख्दाखेरि चाहिँ पानीले अलिक भिज्ने परेर मैले यतापट्टि राखेको। अब चाहिँ म धान चाहिँ धमाधम यसलाई चाहिँ झार्छु। सो मैले चाहिँ अलिकति धान झारिसकेको छु, ल्याइसकेको जति चाहिँ मैले झारिसकेको छु धान। अनि यता छ पराल हल्का, अनि यता माथि टाढोमा फाल्दै हल्का हल्का। अनि मैले भारी लगाइसकेको छु बोराको। अनि यता छ, अब चाहिँ म घर जान आँट्दैछु। यो चाहिँ बोरा बोकेर होइन, यस्तो ठुलो बोरा छ, एक बोरा लिएर जानुपर्ने छ यहाँदेखि बोकेर।
उफ भर गल्यो पसिना भइरहेको छु पुरै सो फाइनली अहिले चाहिँ धान झारेर पनि म चाहिँ यहाँ धानको बोरा बोकेर चाहिँ घरतिर जाँदैछु होइन त्यो बोरा छ उकालोमा एकदम पसिना भइसक्यो म सो म घर जाँदैछु म चाहिँ घर पनि आइपुगिसकेको छु र रात पनि परिसकेको छ अनि म चाहिँ खानासाना खाएर बसिरहेको छु अब भने चाहिँ सुत्नुपर्ने हुन्छ अब बर गलिरहेको छु काम गरेर होइन धान बर झारियो अनि एकदम गलिरहेको छु अनि यो भिडियो चाहिँ अब यति नै होइन के भयो अनि धान काटेको धान झारेको अनि त्यति नै बनाइदिएर लङ भिडियो पनि के बनाउनु होइन अनि त्यही हो तपाईँहरूले भिडियोहरू मन परेमा चाहिँ भिडियोलाई चाहिँ लाइक कमेन्ट अनि सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला होइन सब्सक्राइबर पनि एकदम छ अनि त्यही भएर सब्सक्राइब चाहिँ गरिदिनु होला कसले गर्नुभएको छैन मेरो च्यानलमा चाहिँ को नयाँ हुनुहुन्छ सो थ्याङ्क्स फर वाचिङ दिस भिडियो एन्ड सी यू इन नेक्स्ट भिडियो बाई बाई गाइज